हेलो साथीहरु, हजुरहरु पनि सन्चै हुनुहुन्छ भन्दै म आज केही टिकटकका केही फन्नी भिडियोहरुको रियाक्सन अथवा त्यसमा कमेन्ट गर्न गइरहेको छु। अन्तिमसम्म हेरेर साथ दिनु होला। किस भनेको चाहिँ यो त वाला होइन फेरि। किस भनेको मुआ वाला के मुआ मुआ वाला है। सोल्डेलबी ज्योति मैले त बाटैमै किस गर्ने भन्थ्यो भने सबै केटाहरु बोका हुँदैनन्, बोकाल्दै ल्याब ल्याब गर्न आफ्नो आफ्नो तरिकाले गर्छ नि दिन्छु। महत्त्वपूर्ण कामहरु हुन्छ के सबैभन्दा ठुलो काम त हाम्रो शरीरलाई चाहिने निद्रा त्यो रातिमै गर्नुपर्छ निदाउने काम हो हैन। बाँकी त सबैजना एक्सपिरियन्स वाला थाहा पाइहाल्छ भन्नु पर्दैन। सबै हजुर जस्तो हुँदैनन् नि त एक्सपिरियन्स। हामी सिंगललाई के त राति सुत्ने मात्रै काम त हो नि। सोल्टिनहरु नटी गर्ल्सहरु आफ्नो बोयफ्रेन्ड बुढालाई सम्झिसकेको हो, सम्झिनु पनि पर्छ। मेरो पनि एउटै असुल यही हो कि यस्तो मलाई हेर्यो भने कम्तीमा आफ्नो बुढा सम्झोस्, आफ्नो बुढी सम्झोस् कि अलिकति नटी होस्, अलिकति आफूले चार्ज गरोस्, अनि घर गएर आफ्नै बुढा आफ्नै बुढीलाई खुसी पारोस्। यो पनि समस्या हो कि बेबी। मान्छेले भन्छ ज्योति मैले किन तिग्रा देखाउँछौ तिमी, गुन्ने चोली लाउ न रे, किन नदेखाउने हो र, यस्तो राम्रो छ, चिल्लो छ, चामिङ छ होइन। खास केटीहरूले हो कि देखाउने भनेको, किन केटीहरू त ब्युटिफुल हुन्छ, केटाहरूले हो लुकाउने भनेको है। हात खुट्टा पनि हेर न खस्रो न खस्रो, त्यही पनि जिउभरि जताततै भुत्लै लामो लुगा लाउने केटाहरूले हो कि छिटिक्कै परेर हिँड्ने स्कर्ट लाउने हामी केटीहरूले हो। बाटोमा सोल्डर प्यान्ट गरेर पिसा फेरि देख्नु मैले जानेको छु। तिमी कति कुरूप देख्छौ त्यो बेलामा, तर के गर्ने हाम्रो नेपाल हो होइन। नेपालमा फेरि ठ्याक्कै उल्टो छ कि धेरै कुरा। बाटोमा बसेर अङ्गालो मार्न पाइँदैन, किस गर्न पाइँदैन। किस भनेको चाहिँ यो त वाला होइन फेरि। किस भनेको मुआ वाला के मुआ मुआ वाला है। सोल्डेलबी ज्योति मैले त बाटैमै किस गर्ने भन्थ्यो भने गर्न फेरि त्यसो चाहिँ नगर्ला बेबी है। बाटोमा अङ्गालो मार्न पाइँदैन, बाटोमा किस गर्न पाइँदैन, तर बाटोमा मुद्नु चाहिँ पाइन्छ फेरि, कसैले केही भन्दैन। ओके ममा त लैलाई दिदीको सट्टोमा अब हाम्रो ज्योति मगरलाई लगेर अब त्यस्ता युट्युबमा भिडियोहरू कन्टेन्ट गराएर हाल्नुस् भन्नुपर्छ जस्तो लाग्यो मलाई ज्योति दिदीको भिडियो हेरेर। लौना डाक्टर पार्दिनुस् खासी यत्रो गर्ने गर्लफ्रेन्ड हैन बासी। हजुर केटा हो कि केटी हो भनिदिनुहोस् त, मलाई त बुझ्नै पो गाह्रो हो। केटी मान्छे कसरी खसी हुन्छ र। यो भिडियो हेरेर म केही भन्दिनँ, बरु अलिअलि पढ केटाकेटी हो, पास हुन्छौ इक्जाममा। अब बोर्ड इक्जाम आउन लागिसकेको छ तिमीहरूको। जनताले जवाफ दिन्छन् हु इज केपी ओली, हु इज एमाले मुजी मुर्दाबाद।